सबैको अगाडि झुकाउनलाई मेरो शिर धनको बाला होइन। म शिर त्यसको अगाडि झुकाउने छु जसले मलाई उठ्न सिकाएको थियो। Hello guys, welcome back to the channel. It's your friend Sangeet back with a new vlog र आज चाहिँ म तपाईहरुलाई एउटा नयाँ ठाउँ देखाउन गइरहेको छु। हालाकि अस्ति मैले यो ठाउँ देखाएको थिएँ र पनि अहिले धेरै चेन्जेसहरु यो ठाउँमा गरिएको छ एन्ड टुरिस्टहरुको निकै नै ज्यादा घुइँचो यहाँनिर लाग्ने गरेको छ। अहिले फिलहाल एउटा हट स्पट बनेको छ पोखरीबुङको है र यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ साङमा रानीवन दाले पेन्टिङ गर्नु हुँदो रहेछ है एन्ड एकदमै मजाको पेन्टिङहरु यहाँनिर बनिँदैछ। टोय ट्रेनको देख्न सक्नुहुन्छ। टी गार्डनमा वो काम गर्दै गरेको चिया खाँदै गरेको है र यो चाहिँ हो साङमा रानीवन र अहिले चाहिँ यहाँनिर यस्तो बनिसकेको छ एन्ड तपाईहरु घुम्नु आउनु सक्नुहुन्छ यहाँनिर है। चाहनु हुँदैछ भने पनि आउनु सक्नुहुन्छ किनभने एकदमै राम्रो जग्गा यहाँनिर बनिसकेको छ। यहाँ माथि चाहिँ के छ भन्दाखेरि चाहिँ बस्ने ठाउँ अहिले चाहिँ यस्तो भइसकेको चाहिँ टक्कै बस्ने ठाउँ बनाइदिएको छ हो। त्यहाँदेखि वरिपरि यहाँबाट भ्यूहरू पनि त एकदम राम्रो देख्छ। एकदमै राम्रो भ्यू यहाँबाट देख्छ एन्ड त्यहाँनिर शहीद स्मारक त्यहाँनिर अलिकति मेन्टेनेन्स गरिएको छ। एकदमै राम्रो गेटहरू लगाएर है एउटा पार्क जस्तो बनाएको छ। सो गाइस एकदमै राम्रो जग्गा छ। चारैपट्टिबाट चाहिँ चिया कमानले घेरिएको है। त्यहाँदेखि बिचमा चाहिँ यस्तो बस्ने ठाउँ एकदमै राम्रो देखिँदो रहेछ र तपाईहरुलाई पनि यहाँ आएर इन्जोय गर्ने म रिक्वेस्ट गर्छु है। त्यहाँदेखि यहाँनिर छेउबाट तपाईहरुलाई देखाउँछु यो पेन्टिङहरु। एउटा मर्निङ है यहाँ दाइ चाहिँ बनाउँदो रहेछ पेन्टिङहरु है। एकदमै मजाको पेन्टिङहरु यहाँनिर बनिसकेको छ र चारैपट्टि बनिँदाखेरि त एकदमै राम्रो देखिन्छ होला परपर एन्ड यो र यो दार्जिलिङको टोय ट्रेन हो यहाँनिर एन्ड यहाँबाट देख्नु पनि त्यस्तो राम्रो देख्छ हेर्नुहोस् न। एकदमै मजाको ठाउँ एकदमै सुन्दर ठाउँ भइसकेको छ र तपाईहरु आएर यहाँनिर टाइम स्पेन्ड गर्न सक्नुहुन्छ। स्मारक तपाईँले देख्न सक्नुहुन्छ। निकै नै अग्लो स्मारक अनि यो चाहिँ रोडको एकदमै नजदिक एकदमै टाँसिएर बनिएको एउटा स्मारक यहाँ तपाईले देख्न सक्नुहुन्छ। एकदमै तपाईलाई टाढो पनि पर्दैन, हिँड्नु त्यति कष्ट पनि पर्दैन है। त्यहाँदेखि एकदमै छेउमा एकदमै राम्रो ठाउँ अहिले बनिएको छ। एउटा एकदमै राम्रो टुरिस्टहरूलाई एट्र्याक्ट गर्ने है एउटा जग्गा यहाँनिर बनिएको छ। तपाईहरु आएर भिजिट गर्न सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ है। र तपाईहरुलाई यो ब्लग कस्तो लागेको छ भन्नु भयो भने लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सनुहोस् होला। टिल देन म संगीत, बाई बाई।